Hi everyone. आज चाहिँ हामी लाग्छ घुम्नु। हिँड्नु सकेन है। यहाँ बुजु हुनुहुन्छ। कुछ बोलो। यहाँ अर्को बुजु हुनुहुन्छ, भन्नुहोस् बुजु। आज त हामी घुम्न आएको छ। यो त जंगल भित्र लगेर जाँदैछौँ भने। जंगल हैन, यो लेप्चा जगत। आजको चाहिँ हामी टुरिस्ट। आज अब हाम्रो होल यहाँदेखिको चाहिँ हाम्रो इच एन्ड एभ्री स्पोट घुम्दै लास्टमा सिलगढी भएर चाहिँ घर जाने। सो गाइस यति नै छ। हेर्दै गरौँ यहाँको भ्यूहरू चाहिँ यस्तो छ। भ्यू जता बसेर गाई हो मान्छे नै खिच्नु होइन। गाइस अब चाहिँ हामी फर्किँदैछ घुमेर। यहाँ बोजूहरू हुनुहुन्छ, बोजूहरूलाई एकदम बोरिङ भयो अरे हो, त्यही भएर चाहिँ मैले भिडियो गरिदिँदैछु। यहाँ हाम्रो बाजे हुनुहुन्छ। सो बोजूहरू के भनिदिनु सक्नुहुन्छ? 2-3 शब्द। अब एकदम यो बस के अरे लाप्चे के अरे थाहा भएन जाँदैछौँ होइन। अब हामी गाडीमा जाँदैछौँ। अघि नाम सोधेन, अब के भन्छ? कहाँकोहरू आयो भन्छ होला हौ। सो हाम्रो चाहिँ अब यस्तै छ, हिँड्दैछ जाँदैछ समवेयर। डेस्टिनीमा अहिलेसम्म हामी पुगेको छैन। सो गाइस अब हामी चाहिँ नेक्स्ट पोइन्टमा आइसकेको छ। लेप्चा जगतबाट चाहिँ सिधै सिमाना आएर सिमानाको भ्यूलाई इन्जोय गर्दैछ। हेर्नुहोस् मेरो ब्यागमा दामी रहेछ जग्गा। गोलाइटार भ्यू पोइन्ट। बुजुहरू यहाँ हुनुहुन्छ। बुजु यहाँ मेरो भाइ चाहिँ एकजना खै एमएलमा बिजी छ। भन्नुहोस् बुजु। बुजु कस्तो लाग्यो गोलाइटार भ्यू पोइन्ट, सिमाना भ्यू पोइन्ट? सिमाना इन्डिया र नेपालको। कहाँ पाकिस्तान हो, इन्डिया र नेपालको अरे यो चाहिँ हो। हामी चाहिँ 0मा आइरहेको छ अहिले। बुझ्यो के भन्नु चाहनुहुन्छ? खै जग्गाको नामै थाहा भएन। 0 अरे हो गोलाइटार भ्यू पोइन्ट अरे। लु हामी के भन्नु? यो त 0 अरे हो। गोलाइटार भ्यू पोइन्ट 0मा आइपुगेछ हामी। 0 पोइन्टमा यति नै छ। मेरो घरको मान्छेले चाहिँ यति नै भन्दैछ, अरू के भन्दैन।